So hello class, as we have already discussed about the classification of macronutrients and micronutrients in our previous video. अहिले चाहिँ हामी macronutrients अन्तर्गत प्रोटिन्सको स्टडी गर्दैछौँ. So proteins majorly classify on the basis of composition, shape and biological function. So without wasting time, let us begin with the classification on the basis of composition. When the protein breaks down upon hydrolysis, certain structures are formed. So these are classified as simple proteins and conjugated proteins. Simple proteins ma amino acids matrai huncha. Just examples ma हामीले albumins, globulins अनि histones को कुरा गर्छौं भने conjugated proteins मा भने हामीले these are combined with non protein part which is also known as prosthetic group भनेर पनि भन्न सक्छौं. Talking about the examples, lipoproteins पनि एउटा example हो जसमा प्रोटिन र लिपिडको कम्बिनेसन हुन्छ. त्यस्तै गरी ग्लाइकोप्रोटिन्स जसमा प्रोटिन र कार्बोहाइड्रेटको कम्बिनेसन हुन्छ. त्यस्तै गरी मेटालोप्रोटिन्स जसमा प्रोटिन र मेटल आयन्सको कम्बिनेसन हुन्छ. त्यस्तै गरी फस्फोप्रोटिन्स जसमा चाहिँ प्रोटिन्स र फस्फोरिक एसिडको कम्बिनेसन हुन्छ. Now let us talk about derived proteins. Derived proteins को कुरा गर्ने हो भने these are formed through the partial breakdown of simple or conjugated proteins by heat enzymes and chemicals. Basically these are the products of partial hydrolysis, denaturation of simple and conjugated proteins. Example मा हामीले peptones, proteases भनेर भन्न सक्छौं. अब कुरा गरौं classification of proteins on the basis of shape. The three-dimensional conformation of a protein is used and hence grouped into three main structural classes. जसमा हामीले पढ्छौं fibrous protein, globular proteins. अब fibrous protein को कुरा गर्दा they are long thread-like molecules that are typically insoluble in water. है यसले चाहिँ जनरली हामीलाई structural strength र प्रोटेक्सन प्रोभाइड गर्छ. एक्जाम्पल्समा हामीले कोलाजन भनेको टेन्डन्समा हुने, इलास्टिन लिगामेन्ट्समा हुने र केराटिनको कुराहरू गर्छौँ भने टकिङ अबाउट ग्लोबुलर प्रोटिन्स तिनीहरू कम्प्याक्ट हुन्छ, स्पेरिकल सेपमा हुन्छ र युजुअली वाटर सल्युबल हुन्छ. तिनीहरू डाइनामिक हुन्छ अनि दे पार्टिसिपेट इन मोस्ट अफ द मेटाबोलिक फङ्सन जस्तै इन्जाइम्स, एन्टिबडिज, हर्मोन्स, इन्सुलिन्सहरूको कुराहरू पनि आउँछ. आई होप यु हेभ अन्डरस्टुड फ्यु अफ द थिङ्स अबाउट क्लासिफिकेसन अन द बेसिस अफ सेप. अब हामी कुरा गरौँ क्लासिफिकेसन अफ प्रोटिन्स अन द बेसिस अफ बायोलोजिकल फङ्सन, जसलाई चाहिँ हामीले यसको स्पेसिफिक टास्कको आधारमा चाहिँ क्लासिफाई गरेका छौँ. त्यसलाई हामीले सिएस टायर्ड भएको डक्टर भनेर याद गर्न सक्छौँ. सिएसमा क्याटालाइटिक, एसमा स्ट्रक्चरल, टायर्डमा टी भनेको ट्रान्सपोर्ट, आर भनेको रेगुलेटरी, डक्टरमा डिफेन्स र कन्ट्र्याक्टाइलको कुराहरू गरौँ. क्याटालाइटिक भन्ने बित्तिकै यसले स्पिड अप गर्छ केमिकल रियाक्सनमा. इक्जाम्पलमा ट्रिप्सिन, एमाइलेज, डिएनए पोलिमरेज. त्यस्तै गरी स्ट्रक्चरलको कुरा गर्दाखेरि चाहिँ यसले सपोर्ट प्रोभाइड गर्छ, फ्रेमवर्क प्रोभाइड गर्छ. अघि नै कुरा गर्यो कोलाजन, केराटिन, इलास्टिन जस्ता कुराहरू. ट्रान्सपोर्टको हकमा यसले सब्सटेन्सहरूलाई क्यारी गर्छ, जसको इक्जाम्पल्समा हामी हेमोग्लोबिन अनि त्यस्तै गरी एल्बुमिन र ट्रान्सफेरिनको कुराहरू गर्छौँ. त्यस्तै गरी रेगुलेटरीको कुराहरूमा हामीले कोअर्डिनेट द बायोलोजिकल एक्टिभिटिज जस्तै इन्सुलिन र ब्लड सुगरका कुराहरू गर्छौँ. मोस्ट अफन हामीले ग्रोथ हर्मोनको कुरा पनि गर्छौँ. त्यस्तै गरी डिफेन्सको सन्दर्भमा हामीले यसले चाहिँ इन्फेक्सन्सहरूको एगेन्स्टमा काम गर्छ, इन्जुरिजहरूको एगेन्स्टमा कामहरू गर्छ भन्छौँ. त्यसमा चाहिँ इम्युनोग्लोबुलिन्स एन्टिबडिजको रूपमा, फाइब्रिनोजेन क्लटिङको रूपमा, र अर्को भनेको कन्ट्र्याक्टाइल जसले चाहिँ मुभमेन्टमा इनेबल गर्ने एक्टिन र मायोसिनको कुराहरू पनि गर्छौँ. प्रोटिन्स आर फन्डामेन्टली डिस्क्राइब्ड on the basis of 4 structural labels अथवा हायरार्की, जसलाई प्राइमेरीमा हामीले लिनियर सिक्वेन्स हुन्छ अमाइनो एसिडको, पेप्टाइड चेन भन्छ. सेकेन्डरीमा चाहिँ लोकल फोल्डिङ प्याटर्न हुन्छ जसमा चाहिँ अल्फा हेलिकल्स, बिटा प्लेटेड सिड्सहरूको कुरा गर्छौँ भने टर्सरीमा चाहिँ हामीले 3 डाइमेन्सनल फोल्डिङ्सको कुराहरू गर्छौँ जसमा चाहिँ सिङ्गल पोलिपेप्टाइड चेन नै हुन्छ भने क्वाटर्नरीमा चाहिँ एरेन्जमेन्ट एन्ड इन्टरेक्सन अफ मल्टिपल पोलिपेप्टाइड सब युनिट्स, इक्जाम्पलमा 4 सब युनिट्स अफ हेमोग्लोबुलिन भनेर भन्न सक्छौँ.
Thank you for listening a short notes on the classification of proteins. Hope you have enjoyed the session. Take care. Bye bye.